बिस्तारै भइहाल्छ नि भाइ किन हतार गरेको राजा आउने बित्तिकै भइहाल्छ नि मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई मोदीले त नमस्कार गरेको हाम्रो राजालाई अहिलेको नेताहरू जाओस् त त्यहाँ गइसकेपछि त नेताहरू नमस्कार हजुर भनेर हिँड्छन् जबरजस्ती मोदी से दियो अब मोदी से के दोस्ने दाजुको के भयो लुट्यो यही भिडभाडमा कति टोलाको साढे 2 टोला थियो 2 टोलाको हजुर घर कहाँ सीधा पाइला राजा ल्याउनुपर्छ भन्ने माग सहित आन्दोलनमा सरिक हुनुभयो हजुर राजा आउनुपर्छ भन्ने माग सहित यो आन्दोलनमा सरिक भइरहँदा तपाईँ बसेको यो कसले आएर देश बचाउँछ मलाई चाहिँ थाहा भएन तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो हामीबाट सुरु हुनु पर्यो अरूबाट होइन अरू भन्दा त्यस्तै हो होइन दुर्गेश थापा हो देश बचाओ मेरो लागि चाहिँ आमामा सुयासु मैले यार आमामा के हो यार के फ्याले झाडा हालेर यार आमामा यार आमामा यार आत्मा त दादा आगा हेर्न सकिने यार सिगान मैले यार आमामा यार हुँदै यार के फ्याले यार यिनीहरू त सुयासु बनाइदियो यार छ्या आमा सालहरू त मार्छ जस्तो यार बाबा कान्तिपुर बुझाउने हो कान्तिपुर सबजना कान्तिपुर बुझाउ कुनै घर नछोडौ यो भ्रष्टाचारीहरू सम्पत्तिलाई लुटेको भयो भाग्यो म त Tinkin effect. आज तपाईँ हेर्नुहोस् कि राजावादी हो कि यो गणतन्त्रवादी थाहा छैन यसलाई चाहिँ सेल्फी खिच्नलाई पुलिस यसको दुनियाँ हेर्नु नि ल यसलाई मतलब छैन यसलाई भाइरल बन्नु छ नेपाली जनता यो आन्दोलन गर्न खोज्यो कि भाइरल बन्न खोज्यो बङ्गलादेश त के थियो र बङ्गलादेशले खाने पाएको छैन हाम्रो नेपाललाई जति खान्छ खाओ न ल तपाईँहरू खानु पाएको कि होइन भोक लाग्छ कि छैन के खानुभयो तपाईँहरूले ए फलफुल आएको हामीले फलफुल ल्याएर खुवाइदियो केटा हो मेरो खराब पानी छ म मा कसम भाग्दिन भगवान कसम भाग्दिन म यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म कहाँ भाग्छु म भाग्दिन के हुँदैछ खै यार आफै बुझ्न सकिरहेको छैन म कसरी बुझाउने यार अब होइन त एकदम तपाईँले बुझ्नु भएको छ के भइरहेछ एकदम यहाँ राजा ल्याउने प्रक्रिया भइरहेछ होइन हामी चाहिँ आइरहेछौँ स्कुलबाट सिधै घर नभई स्कुल छोडेर आएछु म एकदम छोरा एकदिन आम जनताको छोराछोरीले पढ्न पास भनेर गणतन्त्र ल्याएको होइन हो एकदम स्कुल छोडेर राजा हो भन्ने होइन तँ पनि एकछिन हाल्नु होला के को लागि हो यो र्याली हामीले राजा फिर्ता गर्न ल्याएको अब कहाँ जान्छन् राजा अब राजा अहिले त घर जान्छन् होइन के भइरहेछ आज बवाल भइरहेछ हो राजा साहब आइसकेको छ अब राजा साहबले 3 जना किन हुनुहुन्छ बाइकमा पहिला मेरो मर्जी पेज लाग्छ राजाको हेलमेट लाउँदैन नि राजाले तपाईले त लाउने हैन म लाउँछु राजाले हेलमेट लगाए भएन भनेपछि कसले बाध्य बनायो चाहियो प्रधानमन्त्री पनि चाहियो क्या प्रधानमन्त्री बालेन शाह के गृहमन्त्री बालेन शाह चाहियो राजधानी चाहियो हाम्रो बालेन दादा हैन बालेन शाहमा मिडिया बालेन शाह भनेमा प्रधानमन्त्री हुनु पर्यो एउटा मात्र पोइन्ट भन्दिनु यहाँको नाम मेरो कमल गुरुङ कहाँदेखि आउनु भएको हो धादिङ जिल्ला आन्दोलनको लागि आऊ म एउटा मात्र कुरा भन्छु सर है मैले चाहिँ केपी र सेरे चाहिँदैन
गणतन्त्र फाल्न पाइँदैन। मेरो त्यति हो नारा, मनमा लागेको त्यति भन्नको लागि म आऊ, त्यसको लागि आन्दोलनमा आऊ।